हामी अब त्रिशुली यो नेम नमस्ते सम्पूर्णमा म स्वस्तिक पाण्डे र ऊ हो मेरो साथी जिक्स र ऊ हो मेरो साथी मल्लिका ऊ हो मेरो साथी सदीक्षा ऊ हो मेरो साथी दीक्षा ऊ हो अग्रज हाई भन क्यामेरामा हल्का झ्याप छ ऊ हो योग्यता पुलिस ऊ हो सागर ओहो म त अर्गनाइजर सरी ल यता देखाऊ ऊ हो सुबानी अनि यो हाम्रो क्यामेरा मालिक त्यही भएर बोलाएको यसलाई काट्दै क्या भइसक्यो ल ल ल है ल ल ल ल ल यो साथीहरू सदीले रजनीगन्धा खाँची मुख बन्द गरे सदी मुख बन्द यतासम्म क्यामेरामै बनाउनु थाले फर्किँदा हामी अगाडि बस्ने है समानता त हुनुपर्छ है पछाडि हामी कस्तो फेरि तिमीले अहिले हामीले पछाडि बस्यौँ भनेपछि फर्किँदाखेरि हामी पछाडि बस्छौँ भनेर त्यसरी लिड लिग न लिड लिन हुँदैन अब सुरु भयो बल्ल नछेडो के छ त केही भन्नु छ अब यति दुःख गरेर मैले गाडी पनि मिलाएँ मैले ठाउँ पनि मिलाएँ होइन स्वस्तिक र मैले होइन अब मैले यहाँ के भन्न नपरोस् भन्दाखेरि रमाइलो गरिदेऊ न प्लिज है लौ न हजुर ओए रोक न म यस्तो चस्मा लाउँछु अनि किचन यो जुन छ नि हाम्रो ट्राभल्स ओए हेर न ओए भन्दै थियो तिमीले दोस्त यस्तो हो यो हामी एकदम तातो क्यामेरा छ यार झरेर एक टेस्ट स्विमिङ हान्न दाजु यसो गाडी रोक्यो भने जिम गएर आउँथेन त्यो रिजोर्टमा जिम छ कि छैन ओहो गाह्रो छ एक दिन त ब्रेक भयो त यार तिमीहरूको आज त सुबानीलाई बोक्नु स्विमिङ त बेस्ट हो नि त होइन हेल्थको लागि त सबभन्दा बेनिफिसियलै भनेको स्विमिङ हो क्या बैरेनी दाजु गल्छी होइन हामीले त्रिशुली बीच रिजोर्ट पुऱ्याइदिनु होला है दाइ कसरी थाहा हुन्छ दाइ त्यही त्यहाँ पुगेपछि लोकेसन म्याप हेर्ने अनि यहाँ कल गर्ने हो नम्बर छ नि उसँग छ सुबानी होइन म दिन्छु म निकाल्नलाई पनि यो त अब कसले दिन्छ र सबै खा हामी आइपुग्यौँ साथीहरू हामी आइयो है आइयो अब भिजिट गराउनुहुन्छ दाइले हामीलाई सबै रुका आफै नडुल न कस्तो हो र तिम्रो बोलाउन म त स्कुलबाट लिएर आए जस्तो गरेको के छ दोस्त कस्तो भयो त यात्रा यात्रा जिक्सको छेउमा बसेर रमाइलो भयो मिठो भयो डेन्जर गर्नु भएर यस्तो गाह्रो भएर थाहा छैन हेलो गाइस वेलकम ब्याक हामी चाहिँ रिजोर्टमा आइसक्यौँ अब चाहिँ हामीले हाम्रो कोल्ड ड्रिङ्क्स खाएर स्टार्ट गर्दैछौँ पुग्नु सिन एकदमै राम्रो छ उतापट्टि सर त्रिशुली बगिरहेको छ उतापट्टि भाइ हेर्नुभयो भने त्यहाँ बार साइड छ त्यसपछि अनि एकदमै भाइ भइरहेको छ अब हामी खाजा खान्छौँ अनि सी वान डिनर बाई बाई के हुँदैछ यहाँ भने साँझतिर रमाइलो हुन्छ स्विमिङ पुल त होइन साँझ त्यो बत्ती सत्ती बाले हुन्छ रमाइलो हुन्छ साथीहरू ठिक छ दादा म के भन्न चाहन्छु भने जिन्दगी
रमाइलो हुनुपर्छ। होइन जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू। तिमी छौ त एउटा प्यारो मान्छे। अरू के नै चाहिन्छ र माया गर्ने मान्छेलाई। तिमी नै हौ। अब गएर खाने हो के दिन्छ मैले भेज र नन भेज सोध्दै थियो अन्डा दिनलाई होला। अब के स्न्याक हो कि के हो? त्यो वेलकम ड्रिङ्क्सले म त फुल ननभेज आजलाई त। आज ए अरू बेला मङ्गलबार र बिहिबार चाहिँ पार्नु पर्छ। ए आज ठ्याक्कै बार मिलाएर आइया रहेछ है। हिजो आएको भए त घाटा लाग्ने रहेछ। धेरै गाह्रो पर्थ्यो नि मटन छुट्यो। मैले सोचेको यसरी चाहिँ हामीले डाइभ हानिन्छ एउटा प्रपर अर्को स्विमर है ब्याक स्विमर अर्को ब्याक स्विमर ब्याक स्विमर आज राम्रो स्विमिङ हाल्यो। वेलकम ब्याक टु आवर ब्लग। एकदमै रमाइलो भइरहेको छ। त्रिशुल बिच रिसोर्टमा हामी छौँ। यु क्यान सी वी आर लुकिङ हट एन्ड सेक्सी। मेरो साथी लाइज दिस डेज नेभर कम। सो यहाँ चाहिँ हामी साथीहरूले थोरै प्र्याक्टिस गर्दै हुन्छ। म चाहिँ ट्रेनर होइन सबैलाई ट्रेन गरेर एकको बनाएँ। सो एउटा टिप्स न्यू स्विमरहरूलाई टिप्स सिधै 8 फिटमा जम्प नगर्नु। 4 फिटबाट 6 फिट हुँदै बल्ल 8 फिटमा जानु। सो देयर आर बेसिक टेक्निक ब्रिदिङ टेक्निक जानेर मात्रै पुलमा जानु। सो द्याट्स इट। एकदम बेसिक भनेको। सागर पनि राम्रो खेल्छ यहाँबाट। अरू चाहिँ सबै ठिकै छन्। म कस्तो छु यहाँबाट सबैभन्दा प्रो भनेको जिक्स हो। त्यसपछि सदीक्षा हो। त्यसपछि योग्यता र दीक्षा। त्यसपछि बल्ल म सागर र सुधानी। त्यस्तै हो। ओए एकचोटि सबैजनाको फोटो खिचौँ ल भाइ ऱ्याप अप के छ साथी खाना सबै छ। मेरो लागि पेटो छ पनिर छ नि दाइ है हुनै पर्यो पनिर त भेटेन हौ मम्मी नम्बर छोडेर फोन हान्देऊ न। ओए किडन्याप गरेपछि भन्दैन एकचोटि पाइँदैन अब भलिबल पनि है बिर्से लाग्यो भनेर ए भलिबल पनि भन्नु है। भलिबल भन है। तिम्रै संसारमा तिम्रै कताबाट झर्ने यताबाट हो जस्तो लागेन मलाई। उसको कुरै नसुन के कि कता जाने भन्ने थियो नि त म्यानेजमेन्ट थियो साइन्स थियो कमर्स थियो एजुकेसन थियो धेरै सेक्टर थियो तर हामी साइन्सतिर गयो। फ्लेक्सिबल हुन्छ बाटो बाटो यति धेरै ओपन भयो कि अब कुन बाटो जाने भनेर डिसाइड गर्नलाई पनि हामी धेरै अप्सन्सहरू दिएको भयो क्या। साथीहरू सब थाकेर लत परिसके थाकेर अनि पुरै The only thing tired in me is my voice. Nothing else. थाक्यो यो केटा तिमी फर्किने कि बारेसिन जाने किन भोटिङ भइरहेछ होइन सोधेको यतिकै जता जाँदा नि हुन्छ मलाई त। ए नट अ प्रब्लम मल्लिकाले त फर्किनु भन्छ।